ल है यसपालको हाम्रो घोप्टेआरी बर्सातको वितण्ड है। यो चाहिँ हाम्रो धारामुनि गाउँदेखि मास्तिर जाने खोल्साको हालत यो छ है। यहाँ मास्तिरबाट अम्बोटे जाने रोड छ। यहाँनिर यो चाहिँ ठुलै खोलाको बगर भन्दा पनि ठुलो बनाएको छ है। यस्तो वितण्ड मचाएको छ कि हेर्नुहोस् त है। यो चाहिँ ठ्याक्कै हाम्रो धारामुनि गाउँदेखि माथि जाने हाम्रो फुएल बाबैको घरदेखि ओरतिरको खोल्सीको हालत हो यो। यस्तो डेन्जर छ कि योनिर यस्तो ठुलो वितण्ड मचाएर आयो कि बाढी यसपाल त यसपालको घोप्टेआरीले चाहिँ हाम्रो इलाम जिल्लामा साह्रै धेरै क्षति गरेको अवस्था छ। यहाँनिर रोड थियो, रोडको चाहिँ नाम निशाना केही पनि छैन है। अब यो रोड कहाँबाट निकाल्नु पर्ने के हो कसो हो है थाहै छैन है। बाफ्रे, यो चाहिँ माथि लीला सरको जङ्गल थियो यो माथि। रोड यहाँ हो, धारामुनि गाउँ झर्ने रोड। यस्तो छ हालत, अब के भन्ने है। बाफ्रे यतिको क्षति गरेको चाहिँ 25 सालमा पनि यस्तो चाहिँ भएको थिएन अरे क्या यहाँनिर नि। यो चाहिँ यस्तो पुल छ। यी पुल यो चिलाउनेले ढलेर पुल बनाइरहेछ है। यस्तो छ यहाँबाट है। बाफ्रे, यसपालको आरी घोप्टे पानीले चाहिँ यति धेरै क्षति गर्यो कि हाम्रो है। तपाईँको खासमा यो सानो खोल्सी हो। यो सानो खोल्सी कसरी यस्तो भयो होला क्या, कल्पना गर्नु नसकिने क्या। यहाँदेखि यता रोड थियो, ऊ पारी जाँदै हुनुहुन्छ। यो रोडको नाम निशानै छैन यहाँनिर। यस्तो चटचुट लगेको छ है। यो घरको छेउछेउमा बाँस चाहिँ रोप्नु नहुने रहेछ है। अहिले जति पनि क्षति भएको बाँसको बुट्टाइ उख्लेर आउने, त्यहाँबाट चाहिँ क्षति भएको देखिएको छ। त्यस कारणले आफ्नो घरदेखि तल माथि कुनै पनि यो साइडमा चाहिँ बाँस रोप्नु नहुने रहेछ भन्ने कुरो चाहिँ यसपालको वितण्डले हामीलाई शिक्षा दिएको छ है। यो चाहिँ हाम्रो कृषि सडक अन्तर्गत हाम्रो लुङ्गेली गाउँ हुँदै हाम्रो फुएल बाको घर हुँदै अम्बोटे स्कुलसम्म, त्यहाँदेखि गाङ्ग्रे भन्ज्याङ निस्किने सडकको हालत हो यो। यो चाहिँ उन्नतिले लाएको वाल हो। यो वाल चाहिँ निकै दरै लाएको रहेछ। माथिबाट बाँसहरू सरेर चाहिँ यस्तरी आएको छ है। यहाँनिर पनि यहाँ त खासै त्यस्तो केही होइन रहेछ। सरसफाइ गऱ्यो भने बाटोहरू मोटर गाडीहरू हिँड्नेवाला अवस्था छ। यहाँदेखि माथि हाम्रो सुकदेवको घर जाने रोड थियो, यो रोड पनि लगभग डिलिटै भएछ। यस्तो हालत छ यसपालको। यो हेर्नु न, सानो सानो खोल्सीहरूको हालत यस्तो छ है। यहाँ चाहिँ यो पारिपट्टि उन्नतिले बनाएको बाटो हो। यहाँ दरै वाल लाएको रहेछ त्यतिखेर। यहाँ दुईवटा खोल्सा छ। यो चाहिँ ओल्लो खोल्सा, अब यो पल्लो। यहाँनिर पनि दह्रो बाटो चाहिँ पुरै अवरुद्धै छ। मान्छे आवत जावत गर्न हिजोदेखि चाहिँ अथवा सकिने अवस्था रहेछ। यो माथिबाट पुरै भत्केर लडेर चाहिँ आएको अवस्था छ। यहाँ यो बाटोमा चाहिँ सरसफाइ नगरिकन हिँड्नु सक्ने अवस्था छैन। हेर्नुहोस् त मुनि, यो सामान्य खोल्साहरू हो। यसपालको यो आरी घोप्टे पानीले वितण्ड मचाएपछि यस्तो अवस्थामा छ है तल है। यस्तो डेन्जर भएको छ कि नसोचेको खोल्साहरू बनिएको छ यसपालि। यो बाँसगारी हो। यो बाँस चाहिँ रोप्नु नहुने रहेछ है। जता बाँसगारी त्यहाँ बाँसको झ्याङै उक्लेर जाने, बाँसको झ्याङै सर्रै जाने, दुर्घटना एकदम धेरै निम्त्याउने बाँसको झ्याङै देखियो है। यो चाहिँ हाम्रो साबिक जितपुर 2 र 1 जाने रोडको अवस्था यस्तो छ है। यो सरसफाइ गर्नलाई पनि मसिनलाई निकै घन्टा लाग्छ। यो हामी खासमा यो तलबाट हिँड्नुपर्ने, यो बाटोहरू हिँड्नु सक्ने अवस्था नभएर हामी चाहिँ यो रोड आएको। तर रोडको हालत पनि यस्तो छ है। हाम्रा फुएल बाको घरदेखि पारिपट्टि छौँ अहिले हामी, उहाँको बगानदेखि माथिल्लोपट्टि। रोडको हालत यस्तो छ है। तपाईको जुनै एरियामा जतै पनि
नलडेको डिस्कन नझरेको त ठाउँै छैन यहाँनिर है। यहाँ मासतिर चाहिँ घर छ इस्कुसको झ्याले, यहाँ माथिबाट चाहिँ पुरै डिस्कन झरेर है आज हिजोदेखि चाहिँ होला मुस्किलले मान्छे चाहिँ छिर्न सकिन्छ यहाँनिर है। हालत छ हालत हाम्रो इलामतिरको चाहिँ हालत यस्तो छ। यो चाहिँ विशेष चाहिँ हाम्रो कस्तो छ भने माटो अलिकति उर्वरा शक्ति धेर भएको, ढुङ्गा अलिक कम्ती र अलिक भू बनावटै त्यस्तै छ हौ। यो पानीले धेरै असर गर्ने खालको छ हाम्रो माटोको बनावटै त्यस्तो छ, भौगोलिक बनावट। त्यो कारणले पनि होला हाम्रो धेरै यहाँनिर यसपाल क्षति देखिएको र त्यसमा पनि आरी घोप्टे पानी परेपछि त ठाउँै रहेन। यो चाहिँ हाम्रो कृषि सडक हो। उन्नतिले चाहिँ एकदम स्पेसल बनाएको थियो यो बाटो। यसपालिको वर्षाले यो पनि डिलिट गरेको अवस्था छ। यहाँनिर जाँदा जाँदै नसोचेको ठाउँ माथिबाट पड्केर आएछ हो। यहाँनिर माथिबाट पड्केर आएपछि हेर्नु त कस्तो जबरजस्त आएको छ है, चब्बर तरिकाले आएको छ नि होइन काइला बाजे, चब्बर नि। यहाँदेखि यस्तो पड्केर बाफरे यो रोडै छैन, आदि रोडै छैन है। हेर्नु त यहाँ यहाँनिर चाहिँ यो हाम्रो जितपुर साबिक जितपुर 2 नम्बर यो खोल्सीले के भन्छ हौ बाजे? जे होस् खोल्सी भनौँ न, हाम्रो हेम भाइको घरदेखि उरतिरको खोल्सी। यो हाम्रो यो खोल्सीले पनि यति धेरै कटान गरेर लगेको छ कि यो बनाउने अवस्था कसको खर्चले बनाउने क्या यो रोडहरू। अब आम्मामामा कसको खर्चले बनाउने यो बाटोहरू। यो चाहिँ एकदम स्पेसल रोड हो। यो उन्नतिले बनाएको, धेरै खर्च लाएर बनाएको बाटो हो। अब यहाँ पारीबाट चुट्टिएर एउटै पनि छैन है। हेर्नुहोस् त यहाँ चाहिँ बल्ने पनि पाउन सकिन्छ अरे। बाफ्रे हेर्नुहोस् त है यस्तो छ है। ओहो यो रोड हो, रोड कटान भएर गएपछि यस्तो हालतमा छ। बाफ्रे बाफ्रे बाफ्रे। अब यहाँदेखि तल हेर्नुपर्छ है, कस्तो डरलाग्दो कटान भएर गएको छ। बाफ्रे अहिले चाहिँ यो सामान्य खोल्सा हो। सामान्य खोल्साले के वितण्ड देखाएको हेर्नुहोस् त है। आमामामामा यस्तो धेरै वितण्ड देखाएको छ कि माथि माथिबाट झरेर है। साँच्चै पनि यसपालको वर्षाले त नसोचेको क्षति गराएको छ है यो रोड। यहाँनिर हेर्नुहोस् त यो कस्तो चुटेर गएको छ। आमामामा कल्पना गर्न सकिन्छ त यस्तो? प्रकृतिले चाह्यो भने कसैको केही नलाग्दो रहेछ। यो बाटो स्पेसल बाटो हो। यो हाम्रो जितपुर साबिक जितपुर 2-1 हुँदै हाम्रो गाङ्ग्रे भन्ज्याङ निस्किने बाटो है। सानो मान्छे हिँड्ने गोरेटो बाटो मात्रै रहेको छ है, चुट्टिएर गएर गाइजहरू। यस्तो डेन्जर तल हेर्नुहोस् खोल्सा है, यस्तो डेन्जर गरी गएको छ कि बाफ्रे बाफ्रे बाफ्रे। यहाँनिर यस्तो डेन्जर गरी गएको छ है। आम्मामामा यहाँनिर चाहिँ यो रोड हो खासमा। रोड चुट्टिएर गयो, रोडको नाम निशानै छैन अहिले। बाफ्रे।